आज म 10 कन्याको दृष्टान्त र त्यसको बारेमा चाहिँ आज म बताउन गइरहेको छु। प्रिय दाजुभाइ तथा दिदीबहिनीहरू, आज म तपाईँलाई एउटा गम्भीर प्रश्न सोध्न चाहन्छु। यदि आज राति प्रभु आउनुभयो भने के हामी तयार छौँ? मत्ती 25 अध्यायमा येशूले 10 कन्याको दृष्टान्त सुनाउनुभयो। सबैजना दुलहालाई पर्खिरहेका थिए। सबैसँग बत्ती थियो। सबै विश्वासी जस्तै देखिन्थे। तर फरक एउटा मात्र थियो, 5 जनासँग अतिरिक्त तेल थियो, 5 जनासँग थिएनन्। जब दुलहा मध्यरातमा आयो, तयार भएकाहरू भित्र प्रवेश गरे अनि तयार नभएकाहरू ढोका बाहिर रहनु पर्यो। प्रिय मित्रहरू, तेल उधारो लिन सकिँदैन, विश्वास उधारो हुँदैन, तयारी व्यक्तिगत हुन्छ। हामी चर्च जान सक्छौँ, हामी मण्डली जान सक्छौँ, भजन गाउन सक्छौँ, तर प्रश्न यो हो, के हाम्रो हृदय साँच्ची तयार छ? के हामी साँच्ची पवित्र छ? किनकि एक दिन ढोका बन्द हुनेछ, अवसर सधैँको लागि रहने छैन। त्यसैले आजै निर्णय गरौँ। जसरी नोआको समयमा पनि जलप्रलय आउनुभन्दा अगाडि नोआको ढोका, जहाजको ढोका बन्द भयो अनि त्यसपछि मात्रै जलप्रलय भयो, त्यसरी नै अनुग्रहको ढोका पनि बन्द हुनेछ। त्यसैले आज निर्णय गरौँ, जग्गा बसौँ, आत्मिक रूपमा तयार रहौँ, किनकि हामी दिन र घन्टा जान्दैनौँ। प्रभुको आगमन हामीलाई थाहा हुँदैन।